यो साधारण औजार होइन है साथीहरू, यो कुनै मेसिन पनि होइन, तर यसको चाहिँ अद्भुत काम छ। यो पुरा काम हेर्नको लागि भिडियो अन्तिमसम्म हेर्नु होला है। किसान भनेको दुःख मात्र होइन कि किसान भनेको आइडिया र मेहनतको समाधान पनि हो। हेर्नुस् त, साधारण सामग्रीबाट बनाइएको यो एकदम सरल यन्त्रले खाल्टो खन्ने काम सजिलै बनाउन सकिन्छ। यो चाहिँ सुधारिएको खन्ती भन्दा पनि एकदमै सजिलो र राम्रो छ। काम छिटो, मेहनत कम, खर्च पनि कम हुन सक्छ। यस्तो सानो आइडियाले खेतीलाई अझ सजिलो बनाउन मद्दत गर्छ है। किसान साथीहरू, दुःखको मात्र भिडियो होइन कि समाधान र नयाँ नयाँ आइडियाको पनि भिडियो अगाडि ल्याउनुपर्छ है। तपाईँ हामीले यो भिडियो पनि राम्रो लाग्यो भने भिडियो यताउता हुनसक्छ, सेभ गरेर राख्नु होला र अन्य किसान साथीलाई पनि यो सेयर गर्नु होला। यो चाहिँ हामीले नै पनि यो भिडियो, मेरो भिडियो हेरेर तपाईँहरूले चाहिँ यस्तो खालको मेसिन चाहिँ आफैले ग्रिलमा गएर यसरी बनाउन पनि सकिन्छ। हेर्नुहोस् त कति मजाले खनिरहेछ। र यो भिडियो चाहिँ तपाईँहरूलाई अथवा यो औजार कस्तो लाग्यो तपाईँहरूले चाहिँ कमेन्ट गर्नु होला र राम्रो लाग्यो भने चाहिँ सेभ गरेर सेयर गरेर अन्य किसानहरूलाई पनि यो आइडिया चाहिँ तपाईँहरूले सेयर गर्नु होला है। यो चाहिँ एकदमै राम्रो छ, एकदमै सरल छ खाल्टो खन्नको लागि। ल, धन्यवाद। ल हेर्नुहोस्।